ओके। म चाहिँ अहिले विशेष गरी नेपाली स्टुडेन्टहरूलाई एउटा इम्पोर्टेन्ट इन्फर्मेसन कन्भे गर्न चाहन्छु। नेपाल अधिराज्यभरि, पुरै नेपाल देशभरि चाहिँ अब हाम्रो पालामा पनि हामीलाई थाहा थिएन कि हामीले आइआइटीमा पढ्न सक्छौँ भनेर, किनभने हामीलाई त्यसको बारेमा जानकारी नै दिएन। तर नेपाली स्टुडेन्टहरूलाई पनि जेई मेन, जेई एडभान्स साथै एम्समा पढ्नको लागि, निट इक्जाम लेख्नको लागि हामीलाई खुला छ, means we can write those exams. Okay, so be clear that, see, if you have dream of IIT, or if you have dream of AIMS, or if you have dream of NIT, so you are allowed to write JEE main exam, JEE advanced exam, and NEET exam. Okay, which is, see, IIT, NIT is an AIMS college. It is very prestigious college and it is recognized all over the world. सुन्नु, यसको प्याकेज एकदमै धेरै हाई छ। जो आइआइटीबाट चाहिँ तपाईहरु इन्जिनियरिङ सकेर निक्लिन्छ, उनीहरुको लाखौं करोडौंको प्याकेजहरु लाग्छ। त्यो 20-22 वर्षको स्टुडेन्टको चाहिँ करोडौंको प्याकेज लागिरहेको हुन्छ। ल उसको त्यहाँबाट उले सिक्ने कुराहरु पनि धेरै हुन्छ। तसर्थ म चाहिँ सम्पूर्ण नेपाली स्टुडेन्टहरुलाई विशेष त 11-12 अध्ययन गर्दै गर्नु भएको अथवा त्यो भन्दा जुनियर क्लास अथवा 11-12 पास गरिसक्नु भएको जो चाहिँ इन्जिनियरिङ मेडिकल लाइनतिर प्रवेश गर्न अथवा अध्ययन गर्न चाहनुहुन्छ भने एकदमै यो जेई र नीट एक्जाम तपाईहरु लेख्न सक्नुहुन्छ। र जेई र नीटको बारेमा जसलाई अलिअलि थाहा छ उहाँहरु पनि उहाँहरुलाई पनि म क्ल्यारिफाई गरौँ कि every Nepalese are allowed to write JEE and NEET exam, okay, main as well as advanced. I was teaching for more than 2 years in the coaching industry. Okay, still I am taking online classes. So see, if you need any help, support, or any information regarding JEE exam, like whoever who can write or how to write, when the exam will be conducted, how many shifts, how many times it will be conducted, so you can contact me and you can watch my videos for the problems you are facing to solve. Okay, see, कुन बुक फलो गर्ने त्यहाँ पनि क्वेशन आउँछ। तपाई रेस्नी ग्यालेडी फलो गर्नुहुन्छ कि तपाई एससी वर्माको फलो गर्ने कि हैन, विशेष त जेई को लागि अथवा इभन नीट को लागि। ओके, नीट को फिजिक्स को अलिकति लेभल थोरै कम हुन्छ भने मेन्स र एडभान्स को लेभल धेरै हाई हुन्छ। तपाईहरुले यो नीट र जेई को लागि प्रिपेयर गर्नुभयो भने नेपालमा पनि हुने इन्जिनियरिङ एन्ट्रान्स साथै मेडिकल एन्ट्रान्स को लागि एकदमै सजिलो हुन्छ। तपाईहरु जेई को चाहिँ सब्टल लेभल मतलब mediocre level मात्रै पढ्नु भयो भने पनि तपाईहरुको फिजिक्स, at least I am physics faculty, so I want to tell about physics, I am not telling about other subject. You can do it well. Okay, you can do it well, you can get marks, you will be qualified. Okay, especially for physics. Okay, so if you have any doubt regarding JEE, regarding NEET, you can contact, you can subscribe my channel.